कतै पानीको गाडी भरिदिएन छोरी, खाना पकाउने बेला भइसक्यो। हुन्छ आमा। ए सुमन, घाँस हाल्ले त ए त स्कुल जान ढिलो भइसक्यो त। कहाँ गएछ यो कान्छा? हस् बुवा। ए दाइ, आज त पुजालीमा देखेर भानु खाँदैछ। केटीमा राम्रो भएर त होइन? त राम्रो होइन, तँलाई देखेर कुखुरा पनि तर्सिन्छ। हस् गर्दै हामी। धाराको पानी त जस्तो छ। के गर्नु छोरी, गाउँमा यही पानी खानुपर्छ। आमा मलाई साह्रै गाह्रो भयो। के भयो बाबु? टाउको दुख्यो। देख्यो, मैले हिजो भनेकै थिएँ, हिजो राति साँझसम्म खेलेको होइन, केही लागेको हुनुपर्छ। ओ बाबु, त्यो ठाउँ त नराम्रो हुन्थ्यो भन्थे बुढापाकाहरूले। हजुर आमा, ज्वरो आउनु भनेको सधैँ भूत प्रेत होइन नि। तिमी आजकलका केटाकेटीहरू किताबबाट पुरै पुरानो कुरा बुझ्न छन्। मेरो दाइको छोरालाई सन्चो खाने हिँडिदिनुहोस् त। को बिरामी छ? हेर्नुहोस् त, त्यो बाबु बिरामी हो। मेरो छोरालाई बचाउनु है। चाहिन्छ, धुप पनि बाल्नुपर्छ। एउटा यो त सिरियस केस पो रहेछ त हजुर। फोहोर पानी र किराले ज्वरो आउँछ। सुमरा ए हजुर, यहाँ के भएर? डाक्टर आउँछन् र सुमनलाई के भएको भनी सोध्छन्। मलाई धेरै ज्वरो आएको छ। उसले फोहोर पानी खाएको हो र? हो, उनले धाराको पानी उमाल्दै खाएको। हो, उसले फोहोर पानी खाएर पानीको ब्याक्टेरिया र भाइरस पनि खाएको हो। हो, ब्याक्टेरिया भनेर कस्तो खाले जनावर रहेछ? मलाई त साँच्ची पानी खाएपछि बाबु, घर वरिपरि पनि सरसफाइ गर्नुपर्छ। हामीले त उसलाई ध्यान दिएन। डाक्टरले बुझ्न थाले कि रोग कुनै अदृश्य शक्ति होइन, हामीकै लापरवाहीले पनि लाग्न सक्छ। पहिला कोही बिरामी पर्दा देउता रिसाए भन्थ्यो, तर आज बल्ल थाहा भयो सरसफाइ नगर्दा पनि रोग लाग्ने रहेछ। हजुरआमा भन्छन् अब पानी उमालेर मात्र खाने। सानो लापरवाहीले यति ठूलो समस्या आउँदो रहेछ। साइन्स किताबमा मात्र होइन, दैनिक जीवनमा पनि लागू गर्नुपर्छ। हात धुने, सफा पानी खाने र घर वरिपरि सफा राख्ने, यिनै कुराले ठूलो रोगबाट बचाउँछ। घरको फोहोर फाल्नु हुँदैन। परम्परा नराम्रो त होइन, तर रोगको उपचार विज्ञानबाट गर्नुपर्छ। हामीले धेरै कुरा नबुझेर डर मान्दा रहेछ। ए आज त मैले पहिलोपटक धेरै काम गरेँ। समय बदलिएको छ, मानिसहरूको सोच पनि बदलिनुपर्छ। पहिला ज्ञानको कमी थियो, त्यसैले धेरै कुरालाई भूत प्रेत, देउता रिसाएको वा अदृश्य शक्तिसँग जोड्थिन्। तर आज विज्ञानले धेरै कुरा प्रमाणित गरिसकेको छ। अन्धविश्वास होइन, विज्ञान र सरसफाइ र प्रविधिको युग हो, त्यसैले कुनै पनि समस्या आउँदा पहिले कारण बुझ्नुपर्छ र सही उपचार गर्नुपर्छ। हामी सबैले अन्धविश्वास हटाएर विज्ञान, शिक्षा र सचेतनालाई अपनाउन सक्यौं हाम्रो गाउँ, हाम्रो समाज र हाम्रो भविष्य अझ राम्रो बनाउँछ। डर हटाउँछ, विज्ञानले जीवन बचाउँछ।